हेलो साथीहरु, फेरि पनि स्वागत छ मेरो युट्युब सर्टमा। अनि मेरो आज पनि यो डेली वकिङ वर्कआउट डिटेल्स चाहिँ अपडेट चाहिँ 10.45 किलोमिटर रहेको छ है। अनि आज मेरो क्यालोरी चाहिँ 666 ठ्याक्कै 3 वटा 6 भएर रहेछ भने मेरो आज टोटल स्टेप चाहिँ 14,687 रहेछ भने आजको मेरो रुट म्याप चाहिँ यसरी चुनिखेल बस्छु, चुनिखेल अरे सरी, यहाँ म यो बंगालमा बस्छु। यहाँबाट गएर अनि ठ्याक्क जगडोल भन्दा अलिक ओराबाट उकालो लागेर माथि जंगलबाट जंगल हुँदै फेरि यता तल यो हाइकिङ स्टार्ट पोइन्टमा झरेर अरु बेला चाहिँ म यो सानो बाटो यसरी झर्थे भने आज चाहिँ उता जंगल झरेर अनि फेरि त्यहाँबाट पनि म यसरी तल गोकर्ण पुगेर गोकर्णबाट फेरि यहाँनिर चाहिँ म यो जगाडोल झण्डा पार्क पुगेर हैन यहाँ एकछिन रेस्ट गरेर अनि फेरि यता म चाहिँ आफ्नो यो जगडोल हाइकिङ स्टार्ट पोइन्टबाट तलबाट अनि यसरी ठ्याक्कै अहिले चाहिँ आफ्नो एरियामा आएर इन्ड गरेको छु। सो आजको मेरो डेली वकिङ वर्कआउटको अपडेट यही नै थियो। ल